हेलो गाइज, आज चाहिँ म चिकन फ्राई बनाउँदैछु। चिकन फ्राईको लागि चाहिँ प्याज भुटेँ मैले। पहिला प्याज र अदुवा लसुन भुटेँ, त्यसपछि चाहिँ चिकन हालेँ। यो चाहिँ फ्रोजन चिकन हो कि, अनि फ्रोजन चिकनलाई डिफ्रोज गरेर अनि त्यहाँ हालेँ। चिकन हालिसकेपछि चाहिँ चिकनलाई नै भुट्नुपर्छ एकछिन मजाले। सबैको आफ्नो तरिका हुन्छ, मैले चाहिँ यसरी बनाउँछु है। अनि त्यसलाई पनि मजाले भुटेँ। त्यो भुटिसकेपछि चाहिँ मलाई चाहिँ एकदम चाम्रो भएको मन पर्दैन कि, अनि ठिक्क भएको ठिक लाग्छ। अनि त्यसपछि चाहिँ मैले नुन र हल्दी हालेँ। नुन र हल्दी हालिसकेपछि त्यसलाई फेरि एकछिन भुटेँ। त्यो हालिसकेपछि चाहिँ मैले जिरा धनियाँको धुलो हालेँ। त्यो हालेर पनि मैले फेरि एकछिन भुटेँ। त्यसपछि चाहिँ मैले टमाटर हालेँ, अनि टमाटर हालेर पनि एकछिन पकाएँ। त्यो टमाटर पाक्नुपर्छ। त्यो टमाटर पाकिसकेपछि चाहिँ यतिको भए थियो। फेरि मैले एकछिन गरम मसला र चिकन मसला हालेर पकाएँ। त्यो चाहिँ भिडियो बनाउनु बिर्सेछु। अनि त्यसपछि चाहिँ मैले धनियाँ हालेँ। धनियाँ हालेपछि चाहिँ यस्तो देखिएको छ र खानको लागि रेडी छ। बाई।